स्वदेश तथा विदेशमा बाध्यताले छरेर रहनुभएको मूलवासी मंगोलहरूमाझ मंगोल मायाले भरिएको क्रान्तिकारी सल्युट टक्राउन चाहन्छु। स्वीकार्नुहोस्। जय मंगोल। हामी अस्ति भर्खरै 2082 असोज 16 गतेको दशैं बहिष्कार कार्यक्रम गरिसकेर अगाडि आइसकेको अवस्था छ। यसमा चाहिँ कतिपयले भन्नुभएको छ कि जातीय विखण्डन ल्याउने, सँगसँगै जातीय द्वन्द्व गराउने, कालो टीका लगाएर चाहिँ दशैंको विरोध गर्ने एक दुईवटा झुन्डो एक दुईजना रहेछ भन्ने कुराहरू पनि व्याख्या गरिसकेको अवस्था छ। र जाति प्रथा कसले मान्छ यो कुरा चाहिँ हामीले बुझ्नु अत्यन्त आवश्यकता छ। यसकारण हामी मान्दैनौं भनिरहेको छौं कि मंगोल नेशनल अर्गनाइजेसनको नारामा नै जाति भन्दैनौं, हिन्दू चाड मान्दैनौं भनेर नाराहरू ठुल्ठुलो नाराहरू लागिसकेको अवस्था छ र लागिसकेको अवस्था छ। किनकि हिन्दू नमान्नुको कारण र अन्य धर्मको कुनै प्रकारको विरोध नगर्नुको कारण के छ त भन्दा जाति कसले मानिरहेको छ र कसले चाहिँ जातिको संरचना गरिरहेको अवस्था छ भन्दा यसमा के छ भने बुद्ध धर्मावलम्बीहरूको सन्तान पनि बुद्ध धर्मावलम्बी नै भएर जन्मिँदै जान्छन्। बुद्धले अथवा बुद्धत्वले चाहिँ बुद्ध जन्माउँदै जान्छ। क्रिस्चियन धर्मावलम्बीहरू अथवा क्रिस्चियनिटीले क्रिस्चियन नै जन्माउँदै जानेछ र यसैगरी इस्लाम धर्मले इस्लाम नै जन्माउँदै जानेछ र यसैगरी सिख जैनले पनि सिख जैन नै पैदा गरेर जानेछ, जन्माउँदै जन्म दिँदै जानेछ भने हिन्दू चाहिँ हामीलाई किन समस्या पर्यो भन्दा हिन्दू धर्मावलम्बीहरूले हिन्दूले हिन्दू कहिले पनि जन्माउँदैन। हिन्दूले हिन्दू धर्मावलम्बी जन्माउँदैन। हिन्दूमा जन्मिने भनेको हिन्दूले ब्रह्मालाई जन्म दिन्छ, ब्रह्मा त्यसपछि क्षेत्री, बाहुनलाई जन्म दिन्छ ब्रह्मा, त्यसपछि क्षेत्रीलाई जन्म दिन्छ, त्यसपछि वैश्यलाई जन्म दिन्छ, त्यसपछि शूद्रलाई जन्म दिन्छ। यानी कि जाति प्रथा चाहिँ यही धर्मभित्र छ। यस प्रकारले हामीले बुझ्नुपर्छ। सबै धर्मले आफआफ्नो धर्मावलम्बी जन्माउँछन् भने हिन्दूले हिन्दू जन्माउँदैन, ब्राह्मण, क्षेत्री, वैश्य, शूद्र जन्माउँछ र यसमा पनि ठुलो जात, सानो जात, जाति, उच नीच, भेदभाव यस्तो खालको चाहिँ प्रथाहरू हिन्दूभित्र भएको कारणले यस प्रकार यस्तो खालको कुसंस्कार लादिएको धर्म चाहिँ हामीले मान्नु आवश्यक छैन। र यो जति पनि मंगोलहरूले दशैं बहिष्कार गर्यो र त्यसैगरी हिन्दू चाड बहिष्कार गर्यो भन्नेहरू भनेको जातिलाई पूर्ण रूपमा पालना गर्ने र त्यसलाई बलियो रूपले चाहिँ टङ्ग्र्याएर लाने तथ्यहरू हुन्। यसकारणले हामीले बुझ्नुपर्छ कि हिन्दूमा दलित जन्मिन्छन्, त्यसमा नै विभिन्न खालको जाति ठुलो सानो, यसमा जहिले पनि बाहुन भनेको चाहिँ उयो संसारमा नै शासन गर्न आएको ब्रह्माको मुखबाट जन्मेको भनेर बुझाइन्छ। यानी कि हाम्रो खुल्ला नाङ्गो आँखाले देखेको छैनौं के ब्राह्मणको मुख त्यही हो, ऊ मुखबाट जन्मेको भनेको छ। यदि मुखबाट जन्मिने हो भने उसले स्त्री किन बिहे गर्छ? बाहुनको मुख त्यही हो, यो हामीले बुझ्नुपर्छ। र बाहुनको ब्रह्माको पाखुराबाट चाहिँ क्षेत्री जन्मेको भनेको छ। क्षेत्री बाहुनको पाखुराबाट जन्मेको छ कि क्षेत्रीले बिहे गरेको छ त्यो हेर्नुपर्छ कि पर्दैन? अन्ध भक्त अन्ध विश्वासी भएर चाहिँ हामी किन अगाडि बढ्छौं? र त्यसैगरी ब्रह्माको जाङबाट चाहिँ यानी जाङबाट चाहिँ वैश्य जन्मेको छ अरे। वैश्यहरू जाङबाटै जन्मेको हो त, बिहे गरेको छैनन्? यो बुझ्नुपर्छ कि पर्दैन? त्यसैगरी शूद्र जन्मेको छ बाहुनको पैटालोबाट भनेको छ। पैटालो भनेको चाहिँ
यो शूद्र भनेको चाहिँ पैतालो, पैतालोबाट जन्मेको शूद्र भनेको चाहिँ को हो त? सबैभन्दा तल्लो श्रेणी। र त्यसमा चाहिँ को पर्छौँ भन्दा तपाईँ हामी बृहत्तर नेपाल अधिराज्य भोरीको मूलवासी मङ्गोलहरूलाई चाहिँ शूद्र बनाइएको छ। शूद्र भनेको चाहिँ हामी चाहिँ खुट्टाबाट जन्मेको अरे। हामीलाई थाहा हुनुपर्छ कि पर्दैन? हामी आमाको कोखबाट जन्मेको हो कि बाहुनको खुट्टाबाट जन्मेको? यस कुरालाई चाहिँ हामीले बुझ्नु आवश्यक छ। हामी कसैको खुट्टाबाट जन्मेको होइन, आफ्नै आमाको कोखबाट जन्मेको भन्ने बुझ्न चाहनुहुन्छ भने तपाईहरूले यस प्रकारको विरोध गर्नुहुन्न। यस कारणले गर्दाखेरि हामी जात जाति भन्दैनौँ, हिन्दू चाड मान्दैनौँ भनेको हो। वास्तवमा हिन्दू धर्म होइन, हिन्दूहरूको राजनीतिक सङ्गठन हो। हामी मङ्गोलहरूलाई चाहिँ दास कमरा हनुमान बनाउने, संसारभरि बेची खाने, भाँडो बनाउने चाहिँ उनीहरूको राजनीतिक दर्शन हो। यो हामीले जबसम्म बुझ्न सक्दैनौँ तबसम्म उनीहरूले त हाम्रो गिदीमा चाहिँ गोबर भरिदिने काम गर्छ र शासन गरिरहने काम गर्छ। यस कुरालाई हामीले मध्यनजर गर्नुपर्छ र बुझ्नुपर्छ। त्यसपछि हामीले जात जातिको संज्ञा मङ्गोल नेसनल अर्गनाइजेसनलाई दिन्छौँ, तर जातको प्रथालाई बलियो पार्ने चाहिँ को रहेछ त? त्यो हामीले बुझ्नुपर्छ कि पर्दैन? ब्राह्मणहरूको त हाम्रो दिमागमा गोबर हाल्ने काम सधैँभरि गर्छ, तर त्यस गोबर सहितको दिमाग हुनु हुँदैन, गिदी जस्तो हुनुपर्छ भनेर चाहिँ मङ्गोल नेसनल अर्गनाइजेसनले जुन आवाज उठाइरहेको छ र एकताको सूत्रधार हामीलाई जात जाति अछुत बनाएर चाहिँ टुक्रा टुक्रा पारेको समुदायलाई चाहिँ एक बनाएर यो राष्ट्र हाम्रो हो, यो हामीले चलाउनु पर्छ। उनीहरू त हिजो सन् 1495 र 1559 इन्डियाको मुसलमान अकबर बादशाहहरूले लखेटिसकेपछि शरणार्थीको रूपमा हाम्रो देशमा भित्रिएको हुन् र हाम्रो पुर्खाहरूले नै घाँस बाँस कपास जग्गादान भूमिदान गाईदान यावतहरू दिएको छ। हामी उहिले नै हुकुमबासी थियो, हामीलाई कसले सुकुमबासी बनायो? यो हामीले बुझ्नुपर्छ कि पर्दैन? हामीलाई हिजो जो सुकुमबासी जो शरणार्थी भएर आयो उनीहरू भनेको यो देशको सडकदेखि सडनसम्म छ र यही देशको हुकुमबासीहरूको हालत के छ? सडकदेखि सडनसम्म बेरोजगारी नै बेरोजगारी, अभावग्रस्त जिन्दगी, संसारभरि मागी खानुपर्ने, विश्वभरि चाहिँ हाम्रो चेलीबेटीहरू विश्वभरि रोजगारको नाममा गएर चाहिँ विभिन्न विदेशीहरूको बिस्तारा तताउनु पर्ने एउटा सामान जस्तो भएको छ, त्यसरी प्रयोग गरेको छ। हाम्रो दाजुभाइहरू त्यस्तै विभिन्न देशमा कतिपयले टोयलेट सफा गर्नेदेखि लिएर बालुवा उठाउनेदेखि लिएर त्यो तातो घाममा कमाउने सपना बोकेर गएर बाकसमा फर्केर पनि त आएको छ। राम्रो मात्रै हामीले प्रशंसा गर्नु हुँदैन, एउटा राम्रो हुन्छ। कयौँ एयरपोर्टमा गएर हेर्नुहोस् तपाईँहरूले, त्यहाँ कति रुवाबासी हुन्छ, त्यहाँ कति हाम्रो समुदायहरू रोएको हुन्छन्, कति बाकसमा लास फर्केको हुन्छ। यो कसको कारणले? यो हामीले बुझ्नुपर्छ कि पर्दैन? यस कारणले गर्दा तपाईँ हामी समग्रले चाहिँ बुझ्नुपर्छ यो किन यस्तो हुँदैछ। मङ्गोल नेसनल अर्गनाइजेसनको विरोध गर्नु भनेको विज्ञानको विरोध गर्नु हो। अहिले नेपालमा पढाइ हुन्छ, सरकारी स्कुलमा पनि पढाइ हुन्छ, बोर्डिङ स्कुलमा पनि पढाइ हुन्छ, प्राइभेट स्कुलमा पनि पढाइ हुन्छ कि एमएएन म्यान माने मान्छे भनेको छ? के हामीलाई यो देशको शासकहरूले मान्छे भनेको हो, मान्छे बनाएको छ? त्यो कुरा हामीले बुझ्नुपर्छ कि पर्दैन? यमको अर्थ एमएएन म्यान माने मान्छे भनेर त हामी सबैले बुझेछौँ। त्यो आदिवासी भन्नेले पनि बुझेछ, त्यो जनजाति भन्नेले पनि बुझेछ, त्यो दलित भन्नेले पनि बुझेछ, त हामी मङ्गोल भन्नेले पनि बुझेछौँ र त बुझाउन खोजिरहेको छौँ। त्यो शब्द विज्ञानले चाहिँ विज्ञानको खोज अनुसन्धान अनुसार निकालेको शब्द, त्यो विश्वभरि नै पढाइ हुने तथ्यलाई चाहिँ हामीले विरोध गरेर हुन्छ? त्यो हुने कुरा हो कि त्यसमा मान्छेमा पर्नुलाई त्यो एमएएन म्यान माने मान्छे एमएएन शब्दले चाहिँ र बाहुन भनेर चिन्छ, राई लिम्बू मगर तामाङ भनेर चिन्छ? कहिले पनि चिन्दैन। त्यसले चिन्नुलाई र मान्छेको दर्जा पाउनुलाई चाहिँ पहिला
त्यो शब्दभित्र त छिर्नु पर्यो नि। यो कुनै पनि अहिलेको अन्तरिम सरकारले बनाएको सरकार र गइसकेको बितिसकेको पहिलाको सरकारले पनि कहिले पनि यो मङ्गोल शब्दको उच्चारण गरेन र अहिले हालमा पनि त्यही नै हो। जेन्जी पुस्ता 84-85 जना मरे, हजारौं मृत्युशैय्यामा बाँचिरहेको छन्, कोही अङ्गभङ्ग भएको छन्। त्यही रगतमाथि टेकेर चाहिँ तिनै शासन सत्ता, तिनै हिजोको पुरानो उनीहरूकै मलजल दिएर राखेको तथ्यहरूलाई चाहिँ ल्याएर अगाडि राखेछ। त्यसमाथि अहिले भनिरहेछन्, कोही कुलमान भनेको छन्, कोही हर्क भनेको छन्। यिनीहरूले हाम्रो अस्तित्व ल्याएर दिन्छ। यो कुरा हामीले बुझ्नुपर्छ कि पर्दैन? हामीले 1-2 जनालाई मन्त्री बनाउनलाई लडेको लडाई होइन। हामीले आजको भोलि परिवर्तन हुनुपर्छ भनेर किसिमले लडेको पनि होइन। दीर्घकालीन परिवर्तनको निमित्त लडिरहेको मङ्गोल नेसनल अर्गनाइजेसन स्थापना कालदेखि अहिले वर्तमान कालसम्म लडिरहेको अवस्था छ। 275 जनाको बहुसङ्ख्यकको सिटमा चाहिँ 194-95 जना त मङ्गोलहरू हुनुपर्छ। त्यहाँ 1 जना 2 जना लगेर कठपुठाली बाहुनले चाहिँ अहिले भुलाएर चाहिँ तिमीहरूको मान्छे पनि मन्त्री भयो त भनेर चाहिँ एउटा त्यहाँ देखाएर चाहिँ यहाँ झुक्क्याउने कोसिस, त्यसमै झुकिने। तपाईहरु कहिलेसम्म झुकिने हो? यो कुरा बुझ्नुपर्छ कि पर्दैन? हामीले सत्य कुरामा जहिले पनि नराम्रै कुराको प्रशंसा धेरै हुन्छ। एउटाले चोरी गरोस्, एउटाले बलात्कारी गरोस्, देशव्यापी रूपमा छापिन्छ। तर सत्य कुरा भनेको चाहिँ र सुन्नु गाह्रो हुन्छ। देखे पनि हामीले चिन्नु सक्दैनौँ सत्य के हो, यो होइन भनेर जो चाहिँ होहल्ला भइरहेछ, जो चाहिँ फर्जी काम भइरहेछ, त्यसैमा चाहिँ हामीले प्राथमिकता दिइरहेको अवस्था हुन्छौँ। यमको अर्थ मङ्गोल, ए को अर्थ आर्य, यानको अर्थ निग्रो भनेर कहिले पढायो नेपालको सरकारले? कहिले बुझायो? नेपालको संविधानको धारा 84 उपधारा 2 मा त खस आर्य भन्नाले ब्राह्मण, क्षेत्री, गिरिपुरी, सन्यासी भनेर स्पष्टीकरण पनि दिएको छ। यसकारण उनीहरू मान्छे हो, अस्तित्व सहितको राजनीति गरेको छ, सधैँभर सफल भइरहेको छ। उनीहरूले पनि बाहुन, क्षेत्री भनेर यो ए को शब्दले चिन्दैन, आर्य हो। यसकारण आर्य चाहिँ सुरक्षित गरेको छ संविधानमा। त्यो गरेकै कारणले उनीहरू जुनसुकै पार्टीबाट गए पनि उ त आर्य हो, उनीहरूको एकता हुन्छ, एकजुट हुन्छ। उनीहरू जुनसुकै पार्टी प्रतिपक्ष विपक्ष आफ्नो पक्ष देखाए तापनि उनीहरू परेको खण्डमा, उनीहरूले सङ्कट आइलागेको खण्डमा एक भएर चाहिँ हामीलाई दबाउनु कहिले पनि यो कसुर बाँकी राख्दैनन्, यो गल्ती गर्दैनन्, कहिले पनि छोड्नेवाला छैनन्। अहिलेको हाम्रो मान्छे 2-4 वटा आदिवासी जनजाति चाहिँ त्यहाँ प्रधानमन्त्री भएर चाहिँ हाम्रो अधिकार पाउने, हामीले हाम्रो अस्तित्व पाउने हो। जबकि ऊ आफै आदिवासी जनजातिको मतलब के हो? आदिवासी भनेको बाहिरबाट आएको, बसै सरेको शरणार्थी बुझिन्छ। जनजाति भनेको त्यसको कुनै निश्चित भूभाग, देशै कुनै पनि देश नभएको रोहिङ्गे शरणार्थी बुझिन्छ। आफै त्यस्तो स्वीकार छ भने त्यसको पछि लाग्नेको हालत के हुन्छ पछि? जबकि बाहुन, क्षेत्री सफल भइसकेपछि उनीहरूले भन्दैनन् यो देश हाम्रो पुर्खाले चाहिँ आर्जेर बसेको हो, ऊ आफूले चाहिँ भन्ने छ। जनसङ्ख्या बढ्छ, जग्गा जमिन बढ्दैन, हाम्रो पुर्खाले बसी खानु चासी खानु दिएको हो। तिमीहरू आदिवासी जनजाति बाहिरबाट आएको, अब चाहिँ हाम्रै जनसङ्ख्या बढ्यो, तपाईहरु जहाँबाट आएको त्यतै जानुस् भनेर भन्दैनन् हाम्रो पुस्तालाई। त्यो प्रमाण नै त तयार पारिरहेछ। त्यसो भनिसकेपछि हाम्रो पुर्खा सन्तानहरूले त भन्छन् यो त हाम्रो बाउबाजेले आर्जिएर ल्याएको देश हो, यो देश हाम्रो, तपाईहरु चाहिँ बाहिरबाट आएको शरणार्थी हो भनिसकेपछि त्यही ब्राह्मण क्षेत्रीले चाहिँ प्रमाण देखाउँदैन। त्यही बेला तिम्रो डक्टर पढ्ने, पाइलट पढ्ने, तिम्रो चाहिँ मास्टर डिग्री गर्ने तिम्रो पुर्खाले यसरी आदिवासी जनजातिको कोठा खाएको थियो भनेर चाहिँ बाहुनले नै युनाइटेड नेसनलमा चाहिँ मुद्दा हालेर अनि त्यहाँबाट हाम्रो सन्तानहरूको कत्ल्याम हत्याकाण्ड मचिँदैन? यो तपाईहरुले बुझ्नु पर्दैन? के को जनजाति, के को आदिवासी मात्रै भनेर बस्नुहुन्छ? त्यसको अर्थ बुझ्ने कोसिस गर्नुहोस्। यदि बुझाउन सकेन, बुझ्नु सकेन भने हालत के हुनेवाला छ? र यसको लागि हामी सदैव तयार हुनुपर्छ। हामी सम्झाएर बुझाएर मात्रै होइन, सम्झाउने बुझाउने कोसिस गरेको 36 वर्ष भइसकेको छ।
र सधैँभरि धोका दिने हैन, त्यस्तै विभिन्न खालको चाहिँ यस्ता उस्ता भने टाना माना हामीले सधैँभरि गऱ्यौँ भने घाटा कसलाई हुन्छ? हामीलाई नै हुने हो। जबसम्म मङ्गोल नेसनल अर्गनाइजेसन शासन सत्तामा पुग्दैन तबसम्म यो देशको अवस्था झनै बिग्रेर जानेछ र हामीले रोजगार पाउनुको सट्टा झनै बर्बाद भएर झनै संसारभरि बेची मागिने चाहिँ अवस्था हुन्छ। यो हामीले बुझ्नुपर्छ, बेलायमा बुझौँ। होइन भने एमएनओ सङ्गठन भनेको त जसरी पनि शासन सत्तामा पुग्नै छ। वैचारिक क्रान्तिद्वारा लडिरहेको छौँ, चुनाव क्रान्तिद्वारा लडिरहेको छौँ। कसैले कसैले मार्नु राम्रो कुरा होइन। यसकारण नै ब्यालेटको बाटो हामी जाँदैछौँ, हामी बुलेटको बाटो गएको छैनौँ। र यस्तो नै समस्या चुनौती नै चुनौती आयो भने हामी भन्न सक्दैनौँ। हाम्रो देश लिनुको लागि, हाम्रो देश हो, आफ्नो बनाउनुको लागि, आफ्नो हक अधिकारको लागि, आफ्नो भावी सन्तानको लागि, आफ्नो पुस्ताको लागि हामीले के गर्न सक्छौँ र के गर्नुपर्छ भन्ने कुरा हामीले राम्रोसँग थाहा छ र यो सुरक्षित पनि छ। यो देशको विकास चाहने क्षेत्री, बाहुन, सम्पूर्ण राई, मगर, गुरुङ जति पनि मङ्गोल अस्तित्वको, आर्य अस्तित्वको सबै भएर चाहिँ बनाउनु पर्ने दायित्व हो। हिजोको दिनमा शासन सत्तामा चाहिँ ब्राह्मण, क्षेत्री सबैलाई भोट दिएर जिताएर 70-75 वर्ष हामीले देश दिएकै हो, उहाँहरूले चलाएकै हो। हालत के पुऱ्यायो? आजै पनि यो भएन त्यो भएन उसकै पछि लाएर हुन्छ, जो चोर त्यसकै ठुलो स्वर। यो हामीले बुझ्नुपर्छ, यो भुल कहिले पनि गर्नु हुँदैन। यो मङ्गोल नेसनल अर्गनाइजेसन सङ्गठनले दसैँ 1-2वटा झुन्ड, 1-2वटा तत्त्वले मनाएको भन्ने साथीहरूलाई सुन्नुहोस्। तपाईहरूले 1-2वटा तत्त्व होइन, नेपालको 65-70 जिल्लामा चाहिँ त्यसभित्रको पनि स्थानीय वडादेखि पालिकासम्म देशव्यापी रूपमा चाहिँ यो हाम्रो चाड होइन, यो हिन्दूहरूको चाड हो भनेर बहिष्कार हुने कार्यक्रम अभियान जारी नै छ, चलिरहेको छ। हिजो गोर्खा लिगली कोटको घले राजालाई ठुन्क्याएर षड्यन्त्रपूर्ण ढङ्गले मारेर त्यसमध्येमा पनि क्षेत्रीको तर्फबाट गणेश पाण्डे, बाहुनको तर्फबाट नारायण अर्याल, शाहको तर्फबाट द्रवे शाह, यी 3 जना क्षेत्री बाहुन शाहको षड्यन्त्रपूर्ण ढङ्गले चाहिँ घरे राजाको गर्दन गिडियो। त्यसपछि त्यसैको खुनमा चाहिँ रगत मुछेर हाम्रो विजयको दिन, हिन्दूहरूको विजय उत्सव, तपाईहरूले त्यो विभिन्न वडा पालिकाबाट निस्किएको अपिलहरू हेर्नुपर्छ कि पर्दैन? हामी हिन्दूहरूको चाड भनेर त्यहाँ स्पष्ट लेखिरहेछन् शासक वर्गहरूले। त्यहाँ अरू लेखिएको छ, अरू धर्मावलम्बीको स्पष्ट रूपले लेखिरहेछन् कि हिन्दूहरूको चाड भनेर। उनीहरूले विजय हासिल गरेको हाम्रो पुर्खालाई मासेर चाहिँ उनीहरूले दसैँ मनाएको हो र उनीहरू त विजय भए मान्नु स्वाभाविकै हो। तर यो देशको बहुसङ्ख्यक मूलवासी मङ्गोलहरूको पुर्खा मासिएको दिन, हाम्रो इतिहास मासिएको दिन, हाम्रो भाषा, लिपि, संस्कार, संस्कृति, भूमि सम्पूर्ण कुरा गुमेको दिन, त्यो शोकको दिन, त्यो कालो दिनलाई कालो टीका लगाएर एउटा कालो ऐतिहासिक रूप झल्काइरहेका छौँ। किनकि हाम्रो सबै सर्वनाश भएको दिन थियो, यसकारण यो कालो टीका लगाइन्छ। तपाईहरूको त्यो भैरव यावत कुरा जोड्नु थाल्यो भने त के निस्किन्छ, तर वास्तविकता सत्य बुझ्नुपर्छ कि पर्दैन? यसकारण देश विदेश स्वदेशमा सम्पूर्ण विश्वभरि छरिरहेको मूलवासी मङ्गोलहरू एक भएर सँगै यो देशको विकास चाहने देशप्रेमी देशलाई चाहिँ र यही देशमा हामी सबैले चाहिँ र हरिने भरिने ठाउँ बनाउनेको लागि एक भएर चाहिँ मङ्गोल नेसनल अर्गनाइजेसनको चुनाव चिन्ह कुखुराको भालेमा मतदान गर्नु आवश्यक छ। त्यो शासन सत्तामा बस्ने बाहुन क्षेत्रीले गर्दा यो स्थानीय लेभलमा हामी सधैँ दुःख गरेर खाइरहेको बाहुन क्षेत्रीलाई पनि यो वज्रपात परेको छ कि बाहुन क्षेत्री देश बेचुवा भ्रष्टाचारी भनेर। त्यो हामी सबैको साझा शत्रु भनेको चाहिँ त्यो शासन सत्तामा बस्ने तिनै बाहुन क्षेत्री जनजाति को छन्, तिनै हुन्। कसले देश कति बेच्यो, के गर्यो, कतिमा सम्झौता गर्यो, कतिमा मिलिनियम कर्पोरेसन एमसिसीको नाममा कति खाए भन्ने कुरो तपाईहरूको आँखा सामुने सर्वविदितै छ। यसकारणले गर्दाखेरि तपाईँ हामी सबै एक भएर एकजुट भएर अब सोचौँ, सबैले आफ्नो अधिकारमा बाँच्नु पाउँछ, सबैले चाहिँ आफ्नो सम्मान अधिकार, आफ्नो भाषा, लिपि, धर्म, संस्कार, संस्कृतिमा बाँच्नु पाउँछ।
कसैले कसैमाथि यो मान्नुपर्छ र त्यो मान्नुपर्छ भनेर चाहिँ थोप्नु पाइँदैन। आफ्नै इच्छा, कोही नास्तिक पनि हुन्छ, केही पनि नमान्ने पनि, ऊ पनि उसको इच्छा हो, त्यसै गरी चाहिँ बाँच्नु दिनुपर्छ भन्दै मेरो शब्दलाई पनि म यिनै अन्त्य गरेको घोषणा गर्छु। फेरि भेटौँला। धन्यवाद। जय मङ्गल सम्पूर्ण।